यहाँबाट चाहिँ फेरि बाटो उकालो छ पुरै यो खोलाको भयो ल। यहाँबाट चाहिँ फेरि यो बाटो उकालो बनाइदिएको छ हामीलाई चिया घुम्नबारी सजिलो होस् भनेर। यतापट्टि पुरै चियाको बगान पूर्ण रूपमा चाहिँ अहिले कुहिरोले गर्दा घुम्न धेरै गर्मीको महसुस छैन, धेरै जाडोको महसुस भइरहेछ। जुन चाहिँ यतापट्टि पाखा भिर पारिपट्टि पनि चिया बगान, यतापट्टि पनि चिया बगान, बाटो उकालो चढिरहेको छु म। साथसाथै चियाको यहाँ ठुल्ठुलो पत्ता रहेछ, यसको पनि मैले कैद गरिहालेँ। चियाको पूर्ण रूपमा पातहरू, चियाको पूर्ण पातहरू यस्तो रहेछ। म चाहिँ पूर्ण रूपमा उकालो चढ्दै चिया बगानहरूको अवलोकन गर्दैछु। बाटो पूर्ण उकालो छ तर राम्रो छ। चिया बगान काहीँ पुराना बोट नयाँ बोटबाट निस्केका राम्रो पत्ताहरू छ, ठुल्ठुलो पत्ताहरू, मलिलो भएको पत्ताहरू। म चाहिँ पुरा उकालो चढेर पुरै माथिको दृश्य पनि कैद गर्न खोजिरहेको छु। यसलाई पनि म देखाउनेछु अर्को पार्टमा। यो पार्टमा चाहिँ उकालो चढिसक्छु। यो पार्टमा उकालो चढिसकेर अर्को पार्टमा चाहिँ म पूर्ण रूपमा रमाइलो छ कैद गरिरहेको छु।